ल ह्याप्पी न्यू इयर एभ्रिवान एन्ड ह्याप्पी बर्थडे मी। आफ्नो बर्थडेको केक आफै लिन आइछु है म चाहिँ। मेरै लागि भनेर बनेर बसे रहेछ क्या हो यो केक चाहिँ। ल अब हामी केक लिएर हिँड्यौँ। फाइनली ह्याप्पी न्यू इयर एभ्रिवान। आज चाहिँ 2082 साल 1 महिना 1 गते वैशाखको 1 गते। सबैलाई शुभकामना छ नयाँ सालको। हामी जाँदैछौँ अब मन्दिरतिर। घर पूजासुजा भ्याइयो, अब मन्दिरतिर गरेर अनि जाने कता कता हुन्छ कि घरै हुन्छ कि के हुन्छ। ल यता गीता माता र सीता माता यता हिँड्नुभयो। ह्याप्पी न्यू इयर। ल ह्याप्पी न्यू इयर अरे है उहाँहरूको तर्फबाट पनि। हामी जाँदैछौँ। आज मौसम चाहिँ तर डेन्जरै छ। हामीलाई धोका देलान् जस्तो हन् आज मौसमले। अब थाहा छ कस्तो हुन्छन् अहिले साँझसम्म। भिडियो चाहिँ लास्टसम्म हेर्नु होला। मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु होला है। जय श्री राम, जय पञ्चेश्वर महादेव, ओम हम हनुमते नमो नमः। केही भएन। जय श्री राम, जय श्री राम। ओम नमः शिवाय। ओम नमः शिवाय, 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 ओम नमः शिवाय। ल अब हामी तयार भएर जाँदैछौँ ड्राई पिकनिक। कता अरे कञ्चनकुटी हैन, कञ्चनकुटीतिर जाँदैछौँ। खानासाना सबै हामी पकाएर लिएर हिँडेको। मन्दिर गएर आएर आधी बिहान पकिसकेको थियो अनि फेरि आएर पकाएको। अनि अब जाँदैछौँ। कस्तो देखिछु। ह्याप्पी न्यू इयर एभ्रिवान। आजको दिन त न्यू इयर ह्याप्पी न्यू इयर।
भिडियो लास्टसम्म हेर्नु है। अब हामी जाने हो। अब ल हामी ड्राई पिकनिक जाँदैछौँ है। बाबु हेलो भन्दैौ तपाईँलाई हेरे ल हामी हिँडेछौँ है। अब Happy New Year! आजको जस्तो स्पेशल न्यू इयर कहिल्यै नहुने भयो। दुईतिर टिका हामी पुग्दासम्म सबै ठाउँ प्याक भइसकेको थियो। सो अनि हामी माथितिर लाग्न लाग्यौँ। अनि यहाँ धेरै म्युजिकहरू बजेको भएर साउन्ड म्युट गर्नु परेको छ किनभने कपिराइट इस्यु आउँछ नि त। सो त्यही भएर हाम्रो स्पेशल ड्राई पिकनिक हुँदैछ आज। ल हामीले एकदमै राम्रो ठाउँ पायौँ जाउँ। त्यहाँनिर रहेछ एउटा उहाँ भवन के जय श्री राम। हाम्रो बाबाको फेभरेट गाना आएको छ। सानो कति खेलेको पिङ हेर्नु त ल हामी अब बस्न लागेछौँ। अब नाच्ने गाउने केक काट्ने अरे होइन सुशीला छिटै जाने हो। म कहाँ पुग्ने हो र दिदीलाई बिचार टाढा म भन्दा झन् टाढा दिदी टाढा हो त्यसरी। राम फर्स्ट टाइम मेरो बर्थडेमा 2टा केक देखेन थोरै तल गर्नु त। बाबु थोरै मात्र छ र है सबै छ लिएन मैले वहाँ भयो। आउनु भयो होइन सबैलाई यस्तो यस्तो गर तर पुरै माथि है हल्का मात्र एकचोटि गरेर अनि राख्नु माथि है। लाइटर त निकाल्नु। लाइटर कहाँ छ? उता झोलामा यसमा ए फोटो खिचौँ। कान्छो मोबाइल ल्याउँ न केकको फोटो खिचौँ। ल्याउँ त केकसँग फोटो खिचौँ। यहाँ फर्स्ट टाइम 2टा केक काट्नलाई। ह्याप्पी बर्थडे मी। बाबु लाइटर कहाँ छ हेर्नु त। ल ल ल यो केकको फोटो खिचौँ। कता छैन हो थोरै पछाडि लैजानु न थोरै पछाडि लैजानु। लाइटर छैन ल आउनु तपाईँ पनि। यहाँ यति नजिक आएर फोटो खिचिदिनु न एउटा कान्छीको मोबाइलमा खिचिदिनु न। मेरो पस्नै उठाउने होइन फोटो खिच्नु केक त सारेर आपुगे भुइँमा पुग्दैन होइन मैले उकाले भन्थे नि यार फेरि उकाले त्यही छ माथि यार के नोबलले लाइटर लिएर आइछ ल उठा त जानु यसबाट खिच्नु हैदो यहाँ Happy birthday! भाइ कहाँ बस मेरो नाटक छोरो राख्नु अब हो भयो के राख्ने हो र एउटा हैन लाइदिनु लाउने हैन के राख्नु त ल उठा मलाई छर्किनु के उठा यार मलाई छर्किनु देखाउनु मलाई देखाउनु मलाई छर्किनु लाउनु न
त्यसलाई हेर्नु न बाबुलाई बाबु यता हेर बाबु बस निकाल्नु न फोटो खिच्दै बाबु सानसानो पिता ल्याउन पर्छ हैन के त्यही लादैन खाली के यसमा हो यसमा काटमा खाए काटम काटे है ह्यापी बर्थडे भन न ह्यापी बर्थडे फोटो खिच ल खिची हो मेरो मात्र स्पेशल होइन आज सबैको स्पेशल हो आज ईसाले काटे आमालाई लैदिने गर आमालाई यो पुस्न पर्यो के कानको एउटा कार्टुन राख यसमा चाहिँ आमालाई मलाई लैदिने
यो काट्यो हुन्छ यो आमालाई र उहाँलाई आमालाई र बाबालाई दिनु मेरो बर्थडे चाहिँ एकदमै स्पेसल भयो। 2टा केक काटियो अनि आएर अब चाहिँ हामी खानाहरू खान्छौँ। अनि भिडियो चाहिँ हेर्दै गर्नु होला कन्टिन्यू। अन्त यहाँ पुरै केक लगाइदिएर कहाँ पुग्ने हो आज म पुरै लगाइदिएँ अनि यहाँ मुखै पुरै यो कागजहरु यही एक ठाउँमा राखौँ है। यसले हेर्यो न्युहरू बनाइदिन्छ आमालाई र वहाँ जानुभयो टिपेकै होइन जहाँ फोटो खिच्छ छैन वहाँ जानुभएको छ दादा आउनु भयो यसलाई धोएर ल्याउनु हनमान्छे भएछ हनमान्छे भएछ
ल हाम्रो यो अचार चिया कहिले खाने हो नि यो कान्छीलाई अब यसमा के होला भाइ रोटी हो नखोल चाख्नु चढाइदिउँ यहाँ चढाउने होला नि त ल हाम्रो ड्राई पिकनिक हामीले घरैबाट बनाएर ल्याएको है सबै खानेकुराहरू हेलो भन्देऊ हेलो कस्तो भन्छ सब्जीहरू अचारहरू दामी छ है हामी एकदम स्पेसल मान्छे त्यही भएर माथि एकान्तमा आएर बस्यौँ तल सबले हल्ला गरे हो किन बाबु भन्नु चटपट खाना खानेकुराहरू धेरै अन्य त खान हामीले त केही खाएको होइन घरै खाने अब जाने बेला खाएर जाने हो बाबु नक्कल पारेको बन्द एउटा सब्जी हालिदिनु रे कान्छी दिदी मन्दिर गएर आएको हो नि त कति राम्रो हुन्छ नि रोटी पकाउन एउटा चटपटी खाने एउटा खाने सब्जी खाऊ घरमा रोएन मन्दिर छ मेरो राजाको मन्दिर हो खाना खाएर लाग्यौँ अब फोटो खिच्नतिर आई मिन पुलतिर हिँडेको अनि यहाँ चाहिँ अझै कोही पकाउँदै नाच्दै बस्दै गर्नुपर्छ हामी लाग्यौँ पुलतिर हामी यता आहाम पुलतिर फोटोसोटो खिच्न अनि भिडियो गराउन खोलामा भने पानी सब सुके यता यता हल्ला के राम स्ट्याचु भएर बस्नु है सबैजना नहल्लाइदिनु भन्छ जय श्री राम म्युजिक बजायो भने कपिराइट भन्छ सो त्यही भएर गीतलाई म्युट गरेर अनि भिडियो चाहिँ कन्टिन्यू गरेको छ गीतको बोल छ सल्लाह धुपैले हामी सबै नाच्यौँ यस्तो रमाइलो गरेछौँ सायद फर्स्ट एन्ड लास्ट होला के मेरो बर्थडेको दिन यति रमाइलो र स्पेसल डे बनेको थ्याङ्क यू फर एभ्री वान ल अब हामी हिँड्न लाग्यौँ सामानहरू लिएर खाइपिए गरेर मन्दिरको हिसाबमा सबै अब सामानहरू राखेर लाग्यो घरतिर आई मिन गर्मी पनि भयो बच्चा लिएर गएका थियौँ सो त्यही भएर हामी छिटै घर फर्क्यौँ अनि मलाई जानु थियो टाढा त्यही भएर पनि ल ल ल हामी छिटै आयौँ त्यही भएर छिटै हिँड्यौँ खाना घरैबाट पकाएर ल्याएको थियौँ त्यही भएर छिटो भयो यहाँ आएर पकाउनु परेन नि खाने हिँड्ने ल अब हामी हिँड्यौँ घरतिर बाटोमा पुग्यौँ आमालाई
पर्स भन्छ क्या पर्स भोलि अहिले भरे गरिदिउँ ल बन्डा खोला पुग्नलाई अब बन्डा खोला अब आउन लाग्यो के अरे मैले बनाउनु भने र बाङ्गे भिडियो बनाउनु पर्छ नयाँ सालको शुभकामना सबैजनालाई हेर्नु पर्छ आज रमाइलो भयो धतुको बर्थडे चाहिँ एकदम धेरै स्पेसल भयो धेरै धेरै धन्यवाद छ ल हिँडेँ म सबैलाई ह्याप्पी न्यु इयर बाई 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 यतिखेर हिँडेर अब कतिखेर पुग्ने पिपराले बसमा पनि म्युजिक जताततै म्युजिक छ है आजको दिन चाहिँ छिटो पुगिन्छ भनेर झन् डाङको बसमा बसेको खाना खान पो रोक्यो रोकिहाल्यो अब टाइम लाग्ने भयो कति बेला पुग्ने अब कति बेला आउने हो कति बेला आउने भनिसके म अब खैरेनी पुग्न लागेँ खैरेनी पछि फल्दै अनि बुटोल त पुगिहालिन्छ छिटै पुग्छु जस्तो लागेको छ अझ एकछिनसम्म रोक्यो खाना खानको लागि सुनवलमा अथवा अझै छिटो पुग्थ्यो होला वेलकम थ्याङ्क यू के बोलाउनु छ कतिखेर पुग्ने हो कतिखेर आउने हो भने गरे फोन गरेर अब यसमा त गइहालिन्छ टाइम लाग्दैन 3 त बज्यो नि बुटोल पुग्यो 3:30 मा बुटोल पुग्यो वहाँ गइरहेछ Happy New Year, everyone! Happy New Year! Namaste! ल हाम्रो बर्थडेको डेकोरेसन पनि भइसक्यो केक पनि आइसकेछ हामी सब दिदी बहिनीहरू भेला भएको छौँ ल यता हुनुहुन्छ मालती दिदी साइली दिदी यता छिन् कान्छी बहिनी यता हिन् प्रशंसा रोशनी हेलो भन्दै रोशनी दीक्षा हेलो भन्देऊ हेलो भन्देऊ दिवांश खै हेलो भनेको हेलो ल भन् आज चाहिँ उहाँको स्पेसल डे
अनि हाम्रो लागि नयाँ वर्षको रमाइलो सबै दिदीबहिनीको भेटघाट रमाइलो छ एकदम बेसरी कान्छी बहिनीको बर्थडे माइली दिदी कान्छी त म होला नि गाई हामी 6 बहिनी मध्येको खतम अब हामी फोटोसोटो खिच्ने अनि त्यसपछि बल्ल केक कटिङ गर्ने हो हेलो गाइस हेर आज हाम्रो बर्थडे कार्यक्रम तामी छुट्टी लिएको अवस्था हेलो ल मेरो तेस्रो केक है यो चाहिँ तेस्रो एन्ड लास्ट फर्स्ट टाइम होला मैले एकै दिनमा 3टा केक कटिङ गरेको आई मिन मेरो बर्थडेमा भन्दा हुन्छ यस्तो रमाइलो चाहिँ सायद फर्स्ट टाइमै भयो मेरो लाइफमा भन्दा हुन्छ मेरो बर्थडेमा अनि म्युजिक बजेको छ अब म्युजिक बज्दाखेरि कपिराइटको इस्यु आउँछ सो त्यही भएर ब्याकग्राउन्ड सबै म्युजिक भएको हुनाले म्युट गर्नु परेको छ उहाँ चाहिँ मेरो माइली दिदी हुनुहुन्छ जो मलाई केक लगाइदिँदै गर्नुभएको छ फेसमा नलाइदिनु भनेको तर के भन्नु भने जस्तो केही हुन्न भन्छ नि त्यही हो बर्थडेको दिन अलिअलि लाउन नि पर्यो खुसी हर्षोल्लासका साथ बर्थडे मनाइयो मेरो भनौँ नयाँ साल पनि अब मलाई मालती दिदी आउनुभएको छ टिका लगाइदिन टिकाको सँगसँगै आशीर्वाद पनि दिनुभएको छ अनि गिफ्ट पनि ल्याइदिनु भएको छ है अनि एकदम राम्रोसँग मेरो बर्थडेमा मनाइराखेका छौँ यहाँ यसले फेरि इच्छाले फेसबुकमा लाइभ राखी छ लाइभ नराख र फोटो खिच भनेको लाइभमा चाहिँ घुस्नै पर्ने रहेछ कि यसलाई लाइभमा घुसी छ अनि मेरो चाहिँ भिडियो बनाइदिएछन् नानीहरूले ठुल्ठुलो बनाउँछन् मेरो भिडियो चाहिँ कटिङ सक्यो अब डान्सिङ सुरु हुँदैछ है।
हाम्रो 2082 साल 1 महिना 1 गते आज एकदम राम्रो भव्य सभ्यताका साथ मनाइयो। अनि हाम्रो नयाँ साल एकदम भव्य सभ्यताका साथ हामीले मनाइयो। हजुरहरूको कस्तो भयो कमेन्ट गर्नु होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला। रमाइलो भयो। हाम्रो चाहिँ धेरै रमाइलो भयो आज 2081 लाई बिदाई गरेर 82 सालको 1 महिना 1 गते आज भव्य सभ्यताका बर्थडे प्लस न्यू इयरको रमाइलो। मेरो चाहिँ बर्थडे धेरै रमाइलो भयो कान्छी बहिनीको बर्थडे। धेरै भव्य सभ्यताका साथ मनाइयो। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। बाई। थ्याङ्क्स फर वाचिङ। ह्यापी न्यू इयर।